हेलो गाइज है अझै पानी पर्ला पर्ला जस्तो लाग्यो। त्यही भएर हामी आज कहीँ गइएन होइन। साथी पनि पुरै बिरामी छ अरे, ज्वरो आयो अरे। त्यही भएर म साथीलाई अब भेट्न जाँदैछु। यताबाट एक राउन्ड तारेबिर हुँदै बुढानी कण्ठ हुँदै तारेबिर हुँदै म गोकर्ण गएर साथीलाई भेट्छु होइन। अहिले चाहिँ ठ्याक्क मैले 0 बनाएको छु। 8513 भएको छ। हेरौँ होइन कति किलोमिटर छ। हामी उता गएर भेट्छौँ। ल गाइस उता गएर भेट्छौँ। ए भाइ त के हो यार, लिनु हाल्नु। ओए झन्डै के हो स्टार्टिङमा यस्तो लाग्छ त के हो। आज ब्रेक पनि छैन क्या बाइकमा त यार। यो चाहिँ राम मन्दिर है। जय श्री रामचन्द्र भगवान की जय, राम मन्दिर की जय। आज मेरो बाइक ल्यान्डिङ हल्लिरहेको छ यार। बेरिङ फेर्नु पर्ने थियो। ल गाइजहरू म चाहिँ अहिले डक्क लाएर होइन भङ्गाल आइपुग्न लाग्यौँ। यो भङ्गालको चाहिँ यसलाई के भन्छ भन्दाखेरि यसलाई सायद संयुक्त पार्क भन्छ होइन। यसलाई सायद भङ्गालै भन्छ जस्तो लाग्छ मलाई चाहिँ। गाम्चा चोक भन्छ त्यसलाई। अब गाम्चा चोक रे गाइज होइन। अब डक्टर आइरहेको छौँ। ट्रेल त उयो माथिबाट पनि थियो जस्तो लाग्छ मलाई बाटो निस्किने। उता चोकमा पुग्नुपर्ने जरुरत छैन क्या। हामी चाहिँ खासै हुँदै जाने भनेको होइन। हाइलाइट रोड त नजाने, हाइलाइट रोडबाट त त्यो बाटो खतम छ। राम्रो बनाएको छ पार्कहरू बल यहाँ छिरेर भन्थ्यो कुनै ताका थियो जाउँ यता जाउँ त्यो जस्तो लाग्थ्यो। भइदिनु जाँदा हाल्यो त कसो एक ठाउँ नपुग्यो होला होइन। पुग्नु त पुगिन्छ होइन। यो बाटो अब हेरौँ कहाँ पुगिन्छ है गाइज। म त अहिले खासै साथी भेट्नु जान्न हो। यो सानो भाइ खेलिरहेको है। यो बाटो छैन क्या हो। छ बाटो छ किनभने लो सिट म्यान बाटो त खोइ जस्तो लाग्यो। ओ सिट म्यान ओ गाइज भाँचिँदैन नि भाइ। यस्तो बाटोबाट आउनु पऱ्यो छ। हाइट त्यो त खतरा भएको त्यो बाटो त। त्यो त वाल लगाइदिएर हाइट बाटो त छ एउटा। ल बाटो त अब त हुनुपर्ने हो यार। त्यस्तो त घर बसिरहेको छ। अब चाहिँ कहाँबाट हो म कन्फ्युज भयो क्या। यो बाटो खासै हिँडिँदैन नि त। त्यो त त्यस्तो थाहा हुँदैन क्या। त्यही भएर हो है। खै कता हो यार। यहाँबाट हो क्या। यो कता हो बाटो खोइ त यार। कन्फ्युजन छ यार। दिदी त्यो उता तारेभिर जाने बाटो कताबाट हो? अनि यहाँ खोला मुनिबाट खोला एउटा बाटो छ नि। यहाँ तलतिर लाग्ने हो। भाइ म चाहिँ कन्फ्युजन भएर सोधेको हो गाइज होइन। गाइजहरू यस्तो बाटो आएको छु होइन। कडा बाटो छ क्या। पहिला अस्ति त यो ढलान पुरै बिग्रेको थियो क्या। ढलान भन्यो नि यहीँ पुरै हिलो थियो क्या। अलिक राम्रो भएछ। ओ अहिले पनि त यस्तै रहेछ त। हिलै रहेछ। त्यो बाटो बिर्सिने क्या। त्यो त माथि जङ्गल माथि पुगिन्छ नि हामी होइन र।
कता हो जङ्गलतिर छिर्नु छ क्या हामीलाई उताबाट जस्तो लाग्यो हो कि हो कि वेलकम टु तारेवी उता अलि बिस्तारै ल अब हामी यहाँबाट सरासर तारेभिरै जाउँ होइन यहाँबाट चाहिँ कस्तो भयो त्यसरी गर्दै थियो ढलान मैले स्टोर ल्याउने बेलामा पुरै उस्तो क्या त्यो ग्राभल गरेर दामी बनाएको थियो अहिले बाटोहरू यो ढलान भएछ म स्कुटर लिएर आउँदा ढलान थिएन क्या जस तारेभिर जानलाई पनि सजिलो बनाइदिइरहेको छ यार यताबाट हलन गरेर यतिको भयो यतिको हुँदा बगाल भइहाल्छ नि मान्छे यस्तो मान्छेको लरको आमा लरको होइन अब यहाँ यस्तो छ हो हो यस्तो गाडो छ आमा बाटो त यता त कडा भएछ त्यहाँ झन् आमा ल लगेर मैले स्कुटर लगाउँदा यस्तो थिएन नि अहिले त धुलो ओम्जी चिप्लिन्छ गाइस चिप्लिन्छ नि फेरि घुमाउँछु हुन्छ फेरि साथीलाई कति डिग्रीको ज्वरो आएछ सोध्नु पर्ने ल यता त के हो पुरै लालीगुराँस खुल्या क्या हो हुँदै जाउँ है गाडी चाहिँ यस्तो लालीगुराँसको दर्शन गर्न पाइन्छ कि दर्शन त मैले गरिसकेँ लाइभ रुटबाट रिसोर्ट है गाडी यो चाहिँ यहाँको भाइरल रिसोर्ट हो क्या यहाँको पुरै टिकट काट्नुपर्छ नि जानुलाई होइन I love Tarevi guys. Wow, these are the indoors. Tarevi one of us. That's a Tarevi one. You want to guys. Master bato जाने कि तल्लो बाटो जानु भन्छ गाइस तल्लो बाटो भने उयो गाउँको बाटो जानुपर्छ क्या बरु एडभेन्चर फिल गर्दै यो त यस्तो हो मान्छे हाइकिङ गरेको हाम्रो त कहाँ बाइक Wait. के हो पानीको आइरहेछ त्यहाँ पुरै तल्लो बाटो जानु पर्ला जस्तो लाग्यो मलाई त्यस्तै शङ्का लाग्यो क्या कति हो आएको मान्छे पनि बगाएको छ हाइकिङ गर्ने मान्छे चाहिँ धेरै क्या आज चाहिँ सोलो है Tarevi guys, kamu tadi di Tarevi lagi lah. Apa Tarevi mah eksin bos ni,
म यो बाटो जाँदिनँ है, खास गरी म जाँदा चाहिँ पछाडिबाटै आउने हो, राइट टु ब्याक। साह्रै भिड है, अर्को बाटो जाँदिनँ म, यो बाटो नजाने होइन। गाइज यु क्यान सिट, चेक इट आउट गाइज, कस्तो दामी छ ल हेर ल गाइज। यो है गोकर्णेश्वर, यही हो गाइज, गोकर्ण हो। नयाँपाटीको उयो छ गुम्बा, अनि एयरपोर्ट कहाँनिर छ, एयरपोर्ट यहाँ अलि देखिरहेछ, एयरपोर्ट देखिरहेछ गाइज। कन्स्ट्रक्सन भएको पनि पुरै देखिरहेछ, तर म अबको यो बाँध अल्छिरहेको बाटो हुन्छ है गाइज। सर्ट राइड हो नि त होइन गाइज, त्यही भएर हामी चाहिँ लाग्छ। ओ आई लभ तारेभिर, आई लभ तारेभिर। ल एकछिन बस्छौँ गाइज है, यो चाहिँ एउटा पोइन्ट हो। मान्छेहरू लास्टै हामी गरेर जाने हो क्या। कतिवटै बाटो जाने गाइज, त्यही भएर मैले चाहिँ यस्तो प्लान चेन्ज गरेर म चाहिँ यताबाट जाने निर्णय गरेँ है गाइज। यो चाहिँ यसलाई चाहिँ के भन्छ, बालुवा हुँदै जाने होला सायद, बालुवा भन्छ अरे होइन। कतिवटै बाटो जानु क्या गाइज, त्यही भएर आई चेन्ज माई प्लान गाइज, चेक इट आउट। ओए बाटो त के हो, खडा छ त यहाँ त राइट। अब चाहिँ म त अर्को साथीको जान्छु, साथीलाई भेट्छु। साथीको अवस्था के छ, मुर्राहरू के छ? त अफ गरेर हिँड्दिनँ क्या। ओए बाटो छैन क्या अहिले त, बाटो त हुनुपर्ने हो यो बाटो त, यो त ओए काले ओए खैरे के हो यो बेला बेला एबिएस अफ गर्दा नि यस्तो हुन्छ यार। ल मैले अफ गरिदिएँ गाइज। ओहो ल सानो भाइले बाइक ल्याउँदैछ है। ओए लड्यो झन्डै भाइले ल गाइज। यो बाटो, यो ठाउँ यार ढलान गरेछ यार, यस्तो अप्ठ्यारो थियो यो बाटो, बवाल थियो। के हो यो त यार, हेर्नु यहाँ गाडीले कस्तो दबाएर ल्याएछ क्या हो। यो बाटो त हाम्रो एन्टिक हो नि पहिलाको, हामी कति हिँड्यौँ यो बाटो। चेक इट आउट, हाम्रो गोकर्ण है यो चाहिँ। मेरो नयाँपाटी उहाँ पर छ है, मेरो अरे हाम्रो, म पहिला बसेको। ल के हो यो त, चुनावको रक्सीहरू हो क्या। यो त के हो, मधिसे आयो त मधिसेले लान्छ त गाइज। के हो मान्छेहरूलाई। ल उहाँ चाहिँ बुढापाकाहरू मस्त ओहो शनिबार तास खेलेर टाइम बिताउनु चाहिँ सही हो क्या। हामी पनि कहिले काहीँ खेल्छौँ, रमाइलो हुन्छ, रमाइलो हुन्छ। भाले ओए भाले ओए, पैसा नै मसँग, भाले मऱ्यो भने त अब नआइज न भाले श्री। ल गाइज तारेभिर थियो एउटा उयो चुच्चो छ क्या ढुङ्गा गाइज, त्यही भएर म मात्रै आउने होला भने त यहाँ त धेरै आउँदो रहेछ नि त। स्कुटीहरू पनि आइरहेछ, स्कुटीले माथि चाहिँ कसरी लान्छन् होला है। लालीगुराँस चाहिँ अलिक माथि हुने रहेछ गाइज होइन। मैले चाहिँ यस्तै यसो हेरेको, कतै यतातिर नभन्दैछ, तर कहिलेकाहीँ हुन्छ।
यस्तो चेप पनि हुन्छ क्या धेरै यस्तो लाली कुरा छ पुऱ्याइदिन्छु म घुमाइदिन्छु स्वा यो बाटो पनि जस राम्रो बनाइरहेको छ है गाइजहरू मेरो चुपाइ घुमाउँछु घुमाउँछु ए झरना नि एउटा क्या मलाई त्यस्तो लाग्यो तारेभिर झरना भन्छ नि गाइज हाम्रो त्यो माथि अरे क्या भन्छन् क्या बर्खामा नि हुन्छ नि ल गाइजहरू तारेभिरको झरना हाम्रो उहाँ पर छ अरे झरना गाइज है यहाँबाट जाने हो तारेभिर झरना ऊ माथि छ अरे तर अहिले त के हुन्छ र जस बर्खामा चाहिँ अलि मजाले हुन्छ होइन आउनु होला गाइज सबैजना भिजिट गर्नु होला है हामी यत्रो हिँड्छौँ यो बाटो तर त्यहाँ चाहिँ गएको छैनौँ है गाइज हामी पनि जान्छौँ कुनै दिन यसो भनियो भने म कागेश्वरी हुँदै कागेश्वरी एरिया कति हिँड्छु तर म त्यो कागको मेन मूर्ति भएको झरना चाहिँ अहिलेसम्म गएको छैन गाइज मलाई दुःख लाग्छ क्या कहिलेकाहीँ चाहिँ कहिलेकाहीँ यस्तो दुःख लाग्छ कि जानु पर्दो रहेछ है एकचोटि भन्ने जस्तो हुँदो रहेछ क्या ल गाइज अब चाहिँ फाइनली यो अफरोड सफरोड सक्यो अब चाहिँ पिज आउँछ है गाइज हामी हिजो सायद यो उसको चुनावको बेलामा यहीँ पर आएर फर्केको थियौँ है गाइज अब साथीलाई सरप्राइज दिनु छ बिरामी भएर सुतेर छ साथी 102 को ज्वरो आयो भन्थ्यो केटोले टिटानसको सुई गाइज अलिकति किला थिरादियो एकचोटि मौरीले हान्दियो मौरीले ठ्याक्क आँखा मुनि किस हान्दैछ साथीको त्यसपछि बेलुका हामी यहाँ मौरी पुऱ्याउनु आउँदाखेरि ढाका लाएर किला लाम्बै छिर्यो त्यसबाट साथी सिधै भयो टिटानसको सुई लाग्छ क्या अरे साथीले सुन्ता खान भन्ने यहाँ रहेछ नि त ल वी लभ सुन्ता खान अस्ति चुनावको यहीँ भएको है गाइज त्यो एरियामा घन्टीले सबतिर घन्टी गाइज यसपालि चाहिँ हामीले सबैलाई हामीले गरेर सबैजना मिलेर राम्रोलाई जिताछौँ लेट्सी यिनीहरूलाई पनि 5 वर्ष हेर्न चान्स दिउँ होइन लेट्सी कस्तो गर्छन् भनेर है गाइज त्यसरी टक्क लाएर हेर्छौँ होइन यस्तो छ मेरो साथीलाई के भयो कतिको ज्वरो आयो कति डिजिज आयो भन्ने कुरो हो होइन अब चाहिँ म अहिलेसम्म कति किलोमिटर हिँड्ने थिएँ गाइज अहिलेसम्म 15 किलोमिटर है खासै धेरै पनि होइन है घरबाट यहाँसम्म भनेको 15.5 छ है गाइज अब चाहिँ लेट्सी साथीको घरसम्म आउँदाखेरि चाहिँ यतैबाट घुम्नु के हो पिनाकी खास खाला अरे माहौल के छ हेरौँ एकदिन साथीलाई भेट्छु के छ साथीको स्थिति एकछिन यसो हल्का बढार्दैन न गाइज चाहिँ त गाडी लाग्यो ल कति बनाउनु यार भिडियो पनि यहाँ गोकर्णको माहौल हेरौँ भनेको अझै हेर्नुपर्छ है गाइड अरू हुने त्यस्तै हो माहौल चाहिँ तल तलाएर हेर्नुपर्छ त्यस्तै हो अरू हुने त्यस्तै हो ए श्रीमदमा नयाँ के भइरहेको छ है किसिम किशोरीमा पनि भेट्छ अब एक दिन किसिम गर्नुपर्छ है कति दाम भयो अझै आइदिनु हुन्थ्यो के हो उड्न लाग्यो क्या हो टक्क रगडी उड्न लाग्यो जस्तो लाग्यो ओ पुण्डे त्यो खुट्टा कसले हान्दियो यो डाँडो थियो केटा हो अहिले त्यहाँ कलर है काठमाडौँ सिटी हस्पिटल त्यसको पछाडिको केटी हो कडा रहेछ त्यो कडा ओ कहाँ दुनोट बाँच्न आएर भाइ अब दुनोट नगल हो नि यहाँ रहेछ नि त बेकारी
फेरि मलाई दिने डरले स्वाट खानुपर्छ यस्तो मजा आउँछ कि अब चाहिँ साथीको घर आइपुग्नु लाग्यो है होइन साथीलाई चाहिँ रिफ्रेसमेन्ट गराउनु पऱ्यो ल गाई साथीको कसरी साथीको हालत के छ साथी कतिको ज्वरो आइरहेछ कति डिग्री सेल्सियस खै अहिले त अलिक बसेछ बिरामी भएपछि गाह्रो छ साथीहरू गाह्रो छ साथी के गर्दै हो यसो भिडियो हेर्दैछु ल ल ल अब म अलिक फ्रेस हुन्छु 2-3 दिनपछि अन्त यसरी राइड जानुपर्छ है त गाइज है त ल यस्तो छ गाइज बिरामी छु अलिअलि ठिक हुन्छ अनि बिस्तारै लाग्नुपर्छ ल